अधुरो प्रेम उनीहरू पहिलो पटक भेट्दा न कुनै बाचा थियो न कुनै अपेक्षा। तर समयसँगै दुवैको मौनताले एकअर्कालाई चिन्न थाल्यो। ऊ उसलाई धेरै माया गर्थ्यो, तर कहिले भन्न सकेन। डर थियो, भन्यो भने उसको हाँसो हराउने हो कि भनेर। ऊ भने उसँग नजिक हुन्थी, सबै कुरा सुनाउँथी, तर उसलाई सधैँ साथी भनेर मात्र बुझ्थी। समय बिस्तारै निर्दय बन्दै गयो। परिस्थितिले उसलाई टाढा लैजान थाल्यो। नयाँ सहर, नयाँ मान्छे, नयाँ सपना। बिदाईको दिन ऊ धेरै कुरा भन्न चाहन्थ्यो, तर शब्दहरू घाँटीमै अड्किए। ऊ मुस्कान साफ बनी, ख्याल राख है। ऊ गई। सम्पर्क कम हुँदै गयो, सन्देश ढिला हुन थाले, अनि एक दिन बिल्कुलै रोकिए। आज ऊ अर्कै कसैको नामसँग जोडिएको छ। ऊ खुसी छ कि छैन ऊ जान्दैन, तर उसले यति थाहा छ, उसको खुसी उसको आफ्नै खुसीभन्दा महत्त्वपूर्ण थियो। आज पनि कतै हावामा उसको नाम सुनिदा मन एकछिन थामिन्छ, किनकि केही प्रेम अधुरै रहेर सबैभन्दा गहिरो हुन्छन्। केटीको मनमा ऊ सधैँ उसको नजिक थिए, तर उसले कहिल्यै बुझेन ऊ किन यति धेरै चुपचाप उसलाई हेर्थ्यो। उसलाई लाग्थ्यो ऊ राम्रो साथी हो, जो बिना स्वार्थ सधैँ साथ दिन्छ। उसले कहिल्यै सोचिन त्यो मौनताभित्र यति गहिरो माया लुकेको छ भनेर। जब ऊ टाढा जाने निर्णय गर्यो, ऊ ढुक्क थिए। उसलाई लाग्यो साथी त सधैँ रहन्छ। तर बिदाईको दिन उसको आँखामा अजीब उदासी देखेर मन अलिकति थर्कियो। समय बित्दै गयो, नयाँ मान्छे, नयाँ जीवन। ऊ अघि बढिरही, तर कहिलेकाहीँ अकारण मन भारी हुन्थ्यो। एक दिन पुराना सन्देशहरू पढ्दा ऊ रोकियो। साना साना शब्दहरूमा ठूलो अपनत्व थियो। त्यो दिन पहिलो पटक उसले बुझ्यो ऊ सधैँ माया गर्थ्यो, तर तबसम्म ढिलो भइसकेको थियो। उसको मौनता उसको हार बनेको थियो, र उसको अज्ञानता उसको पछुतो। आज ऊ भन्छे, यदि त्यो दिन मैले एक पटक मात्र तिमीलाई सोधेकी भए, तिमी मलाई के सोच्थ्यौ? सायद हामी दुवैको कथा अधुरो रहने थिएन। आज उनीहरू आआफ्नै जीवनमा छन्, तर एउटै कुरामा दुवै बराबर छन्। मनको कुनै कुनामा एउटा यस्तो माया जो कहिल्यै पूरा हुन पाएन, किनकि केही प्रेम मिल्नका लागि होइन, सम्झनका लागि लेखिएका हुन्छन्। धेरै वर्षपछि संयोगले उनीहरू फेरि भेटिए। न त योजना थियो, न त तयारी। बस समयले फेरि उनीहरूलाई एउटै मोडमा उभ्याइदियो। ऊ पहिले जस्तै देखिन्थ्यो, तर आँखामा पहिलेको उज्यालो थिएन। ऊ पनि मुस्कुराइरहेकी थिए, तर त्यो मुस्कान अभ्यास जस्तो लाग्थ्यो। केही क्षण दुवै चुप लागे। त्यो मौनतामा विगतका सबै कुरा चिच्याइरहेका थिए। अन्ततः ऊ बोल्यो, तिमी खुसी छौ? ऊ केही बेर रोकी, आँखा रसाए र बिस्तारै भनी, कोसिस गरिरहेकी छु। त्यो उत्तरले दुवैको मन चिरियो। ऊ चाहन्थ्यो सबै कुरा भन्न, ऊ पनि चाहन्थी सबै सुन्न, तर ढिलो भइसकेको थियो। आँसु रोक्न सकेनन् दुवैले। न कुनै आरोप थियो, न कुनै गुनासो। बस दुवैलाई थाहा थियो उनीहरूले एकअर्कालाई साँच्चै माया गरेका थिए, तर समय, डर र मौनताले उनीहरूलाई हार्न बाध्य बनाएको थियो। बिदाईको बेला दुवैको आँसु एउटै क्षण भुइँमा झर्यो, जस्तो कि अधुरो प्रेमले आखिरकार आफ्नो अन्त्य पायो। ऊ फर्कियो आफ्नो बाटोतिर, ऊ फर्की आफ्नै जीवनतिर। तर त्यो दिनपछि दुवैले एउटै कुरा मनमा बोके, हामी मिलेनौँ, तर हाम्रो माया कहिल्यै झुटो थिएन।